मलाई सामाजिक सञ्जाल आफैमा राम्रो वा नराम्रो होइन। प्रयोग कसरी गर्छौं भन्नेमा भर पर्यो होइन? हो, हाम्रो नियत र प्रयोग गर्ने तरिकामा। यो त शक्तिशाली औजार हो। यसले सिर्जना पनि गर्न सक्छ, विनाश पनि। त्यही भएर लेखले जोड दिएको छ नकारात्मक असर कम गर्न हामी सबैले सचेत हुनै पर्छ, सकारात्मक कदम चाल्नु पर्यो। सरकारी नियमन पनि चाहिन्छ होला प्रभावकारी, तर मुख्य कुरा त प्रयोगकर्ताको विवेक नै हो। हो, असल र सभ्य प्रयोगलाई प्रोत्साहन गर्नु आजको आवश्यकता भयो। यो व्यक्तिगत जिम्मेवारी र नियमनको कुरा त भयो होइन, तर एउटा प्रश्न मेरो मनमा आइरहन्छ। के कुरा? भविष्यमा प्रयोगकर्ताको अनुशासन वा बाहिरी नियममा मात्र भर पर्नुको सट्टा के यस्तो हुन सक्दैन कि प्लेटफर्मको डिजाइन नै कस्तो? डिजाइन नै यस्तो होस् जसले मानिसलाई आफै स्वाभाविक रूपमै स्वस्थ र सन्तुलित प्रयोगतर्फ डोर्याओस्। यो त निकै गहिरो र सोच्नुपर्ने कुरा भयो। प्लेटफर्म आफैले जिम्मेवारी लिने कुरा हो। यो साँच्चै विचार गर्नुपर्ने पक्ष हो जस्तो लाग्छ। ल